हेलो एभ्रिवान, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु भनौँ। करिब यो 2 महिना अगाडिको कुरा हो। म यहाँ आइसकेको थिएँ। हाम्रो भिडियोको सुरुवात हुनेछ सोनामार्गदेखि 4-5 किलोमिटर पछाडि टनलदेखि। मैले 2 महिना पछाडि भिडियो अपलोड गर्नुको कारण चाहिँ म आएको 1-2 दिनमै मोबाइलको डिस्प्ले गयो र यो ठाउँमा डिस्प्ले पाउन चाहिँ एकदमै गाह्रो रहेछ। त्यही भएर एकदमै बडा मुस्किलले पाइयो डिस्प्ले। अहिले चाहिँ हामी सोनामार्ग तर्फ जाँदैछौँ। रोड खुल्छ या खुल्दैन त्यो भने थाहा छैन। अगाडि रोड जाम भएर भात खाएर झोक्राएर बस्ने काम भएको छ। प्लेनमा जाने कुरा भएको थियो, तर प्लेनमा जानको लागि हामीसँग आइडी प्रुफ केही नभएपछि लास्टमा यही एउटा बाटो अपनाउनु पर्यो। यो ठाउँमा चिसोको त कुरै छोडिदिउँ, सायद चिसोको कुरा नगर्दा नै ठिक होला। हामी बसेको 2 दिन भइसक्यो, यति लामो जाम लागिसकेको छ। आज जाम खुल्ने सम्भावना देखिएको छ। आशा राखेका छौँ पक्कै पनि खुल्नेछ। फाइनली गाइज हामी सोनामार्गदेखि मुक्त भइसकेका छौँ। यो ठाउँमा आएर खासै खुसी त भएका छैनौँ हामी, तर पनि सोनामार्ग छोड्दा चाहिँ अलिअलि खुसी लागेको छ भनौँ। यस्तो चिसो ठाउँमा को बस्न सक्छ त, हैन? अब हाम्रो श्रीनगर छोडेर लेह लद्दाखको यात्रा सुरु भइसकेको छ। साथीहरू, अहिले चाहिँ हामी लद्दाख प्रवेश गरिसकेका छौँ। हामी बिहान सोनामार्गदेखि 10 बजे छुटेका थियौँ र अहिले 4-5 बजिसकेको छ। हामी गन्तव्यसम्म रातिको 9-10 बजे पुग्ने कुरा छ र 2 महिना पहिले खिचेको भिडियो अहिले एडिट गर्दा चाहिँ अलिकति बोरिङ फिल भएको छ। तर पनि केही छैन। हजुरहरूलाई के कस्तो लाग्छ मेरो भिडियो प्लिज लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला र फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने युट्युब च्यानलमा गएर भिडियो फुल हेरिदिनु होला। अब लद्दाख प्रवेश गरिसक्यौँ हामीले। अगाडि आउने दिनमा के हुन्छ हामी नेक्स्ट भिडियोमा देखाउने छौँ। यो भिडियोबाट हामी छुट्टिने छौँ। नेक्स्ट भिडियोको प्रतीक्षामा बस्नु होला। बाई बाई, जय नेपाल।